गुड मर्निङ एन्ड नमस्कार सबैजनालाई। आरसी आइजमा यहाँलाई स्वागत छ। आज चाहिँ हाम्रो यो पोखरा बिन्दवासिनी नजिकै रहेको घरको थोरै इत्नो सा जग्गामा हामीले तरकारी रोप्ने तयारी गर्दैछौँ। आउनुहोस्, हामीसँगै रहनुहोला। के बाटा जस्तो या के त्यो उठाएर माटो खनी हो हजुर। सानो पनि छ यहाँ खानी यहाँ के रोप्नु भएको आमा? सबै घिरौँला मात्रै हो यहाँ? होइन, सबै घिरौँला मात्रै हो यहाँको? आमा, घिरौँला मात्रै रोप्नु भयो यहाँ? के रोप्नु भएको थियो? अनि फर्सी रोप्नु भएको थियो? घिरौँला हो कि यत्तिकै उम्रिएको त घिरौँला मात्रै यसै छ। त्यही त मकै त तिनवटा छैन, बढी 1 2 3 4 5 6 5वटा उम्रिएको, 5वटा भित्तामा छ।
एउटा उयो घिराउनै रहेछ खै यहाँ यस्तो पात्र छ अहिले यस्तो पात्र जति सबै उता रोप्नु पर्यो क्या है यो सर्दै सर्दै माथि क्या कर्कलो जति यहाँ त झन् कमल छ क्या है हजुर हजुर हेर्नुहोस् एक युवा किसानी गर्दै हुनुहुन्छ के रोपेको बुढा मुला धेरै नरोप्नु भिन्डी रोप्नु भिन्डी मुला अलिअलि छ भिन्डी चाहिँ रोप्ने सरी ल हेर्नुहोस् हाम्रो पोखरामा रहेको दुईटा ठुलो ठुलो गरामा हामीले चाहिँ पहिला लगाएको अलिअलि बोडीहरू अनि त्यसपछि यो मकै अलिअलि तरकारी लगाएको थियौँ त्यसलाई गोडगाड गर्ने कार्यक्रम गरियो र त्यसपछि चाहिँ आज फेरि भेन्डी र के रोपियो बुढी भेन्डी र कर्कलो रोपियो ल हेर्नुहोस् हाम्रो पोखरामा रहेको ठुलो गरा यही हो तपाईहरु हेर्न सक्नुहुन्छ एकदमै ठुलो छ हेर्नु यहाँ फलेको तरकारीहरू हजुरहरू जति पनि हुनुहुन्छ कमेन्ट गर्नु भएर यहाँ तरकारी फर्यो भने हजुरहरूले पाउनुहुन्छ त्यसमा ढुक्क रहनुहोस् आरसी आजलाई हेर्दै गर्नुहोस् सब्स्क्राइब गर्दै गर्नुहोस् माया गर्दै गर्नुहोस् यस्तै रमाइला भिडियोहरू तपाईमा हामी ल्याउने छौं बुढी ल बाइ भन्दियौ धन्यवाद बाइ बाइ